यो चाहिँ है बर्थडेको हामी चाहिँ बेलुन रेडी गर्दैछ साथीहरू र हामी यहाँ केक छान्दै थियो है मियम मोडमा फर्स्ट चाहिँ अन्त चाहिँ हामी पुगिसकेको छ साथीहरू कुमरेक होइन सामानहरू निकाल्दैछ र यहाँनिर हामीले यो लाउनु पर्ने हुन्छ एन्ट्री गर्नुभन्दा अगाडि है यहाँनिर चाहिँ मजाले डेकोरेट गरेको थियो साथीहरू त्यो दिन चाहिँ है हेर्नुहोस् न यहाँनिर अन्त हामी चाहिँ फाइनली खोज्दा खोज्दा हामी एउटा बस्ने जग्गा पाइसक्यौँ हामी चाहिँ ढिलो ढिलो भएको थियो र त्यस्तो खासै जग्गा पाइन है तर पनि हामीले एउटा सानो जग्गा पायौँ है बस्नको लागि अब हामी त्यहाँ रेडी गर्दैछौँ साथीहरू है अब बेलुनहरू फुलाउनु स्टार्ट गरिसक्यौँ किनकि निकै टाइम गइसकेको थियो नि त है अब दुईजनाको केक काट्नुपर्ने थियो है त्यसैले गर्दाखेरि है आज अब यति चाहिँ फुलाइसकेको छ है साथीहरू र हामीले मजाले डेकोरेट गर्ने चाहिँ सोचेको छौँ साथीहरू होइन अब यहाँनिर चाहिँ लामितले चाहिँ डेकोरेट गर्दैछ है अब हामीलाई चाहिँ त्यस्तो आइडिया थिएन अन्त लामितले चाहिँ मजाले डेकोरेट गर्दै थियो यहाँनिर बेलुन पनि हामीले ब्लू र वाइटलाई कम्बिनेसन गऱ्यो है अन्त यहाँ चाहिँ हामी बुके बनाउँदै थियो है काली म हो चाहिँ अन्त चाहिँ फाइनली हामीले बुके पनि बनाइसक्यो है अब चाहिँ केक कटातिर लाग्यौँ हामी Info Bear! Happy birthday to you. Happy birthday to you. Happy birthday to dear one. Happy birthday to you. From good friends and true. Friends and you. May good luck go with you. And happiness Happy birthday to you. र है मलाई चाहिँ यत्रो ठुलो गिफ्ट ल्याइदिएछ दुईजनाले है अन्त म चाहिँ भन्दै थिएँ यो गिफ्टमा चाहिँ के छ भनेर उनीहरूले गेस गर्नु भन्दै थियो नि त मलाई है के छ अब त्यतिखेर त मैले गेस गर्न सकिनँ साथीहरू है अन्त चाहिँ ब्राइड टुबीको है केक पनि काट्यौँ हामीले है योनसलाई है अन्त त्यो दिन चाहिँ हामीले 2टा केक काट्यो साथीहरू है अन्त चाहिँ हामीले चाहिँ विस गर्दै थियो उसलाई है अब उसको चाहिँ त्यतिखेर चाहिँ बिहा हुनु आँटेको थियो नि त जनवरी 14 तारिक चाहिँ होइन अन्त त्यसले गर्दाखेरि हामीले चाहिँ यो सायद डिसेम्बरतिरै काटेको जस्तो लाग्यो है अन्त हामीले केक सेक पनि काटिसक्यो होइन अब यो उब्रेको केक चाहिँ हामी सबैजना मिलेर खायौँ है त्यहाँदेखि चाहिँ मैले यो साथीहरू है बनाएर लगेको थिएँ साथीको लागि है चिकन चिल्ली चिया मोमो होइन अझै झालमुरी त हामीले खाएन पनि झालमुरीको सामान चाहिँ हामीले डल्लै फर्काएर ल्यायो साथीहरू होइन मजा आएको थियो त्यो दिन चाहिँ साथीहरू है अब यो यादगार चाहिँ सधैँभरि हुनेछ है अब कतिजना साथीहरू छुटिन्ला होइन अब कति साथीभाइ कहाँ होला होइन तर अब यो चाहिँ एउटा यादगार हुनेछ सधैँभरि है अन्त एकदम खुसी मजा आएको थियो है अन्त हामीले गीतहरू गायौँ यहाँनिर होइन कार्यक्रममा अन्त हामीले फाइनली हामी सबैजना गरिसक्यौँ होइन अब चाहिँ हामी रुमतिर लाग्नु आँटेको छौँ है सबै प्याक स्याक गरेर है अन्त रात पनि परिसकेको थियो निकै है अन्त हामी चाहिँ टाइममै जानुपर्ने थियो है घर हुन्छ साथीहरू बाई